हे गाइज वेलकम ब्याक नयाँ न्यू ब्लग छ गाइज। आजको ब्लग लास्टै खतरनाक पाल हुने वाला छ किनभने आज चाहिँ हामी हैन अहिले चाहिँ 4 बजिरह आज टाइम देख्न सक्नुहुन्छ यहाँ 4:30 भइसकेको छ। हामी आउँदा 4:30 बजे 4 बजे आएको हामी घरबाट आधी घण्टा भइसकेको छ हामी यता आउँदा। अनि आजलाई अहिले थाहा भएन कस्तो के हुने वाला छ। अब हामी चाहिँ जान लागेको पानीमा। अब के हुन्छ कस्तो हुन्छ भने भिडियो अलिकता पनि हजुरलाई मन पर्यो भने लाइक शेयर सब्स्क्राइब ठोकिदिनु होला च्यानललाई। अनि च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब अवश्य गरिदिनु होला अनि आफ्नो साथीहरुमा शेयर गर्नु किनकि अब हामी एकदम खतरनाक एन्ड बवाल हुने वाला छ किनकि हाम्रो ब्लग। अनि अहिले चाहिँ कति हामी 2 जना जम्मा म र एउटा मेरो बबिन साथी। यो बबिन साथी अहिले हेराइदिन्छु यहाँ हेर्न देख्न सक्नुहुन्छ पुरै। अनि पुरुप त भइसकेछ अब चाहिँ हामीले खोलामा जानु मात्र बाँकी छ। सो लेट्स गो। खोलामा गइराखौँ। सो फाइनली गाइज हामी चाहिँ यहाँ खोलानिर आइसकेको छौँ पुरै। यहाँ देख्न सक्नुहुन्छ म चाहिँ कपडा निकालेर रेडी भइसकेको छु। अनि यहाँ चाहिँ खोलामा पानी सिरिरिरिरि बोइरहेछ हैन तर लास्ट चिसो चाहिँ के कस्तो यति चिसो पानी हैन। अब हामी चाहिँ आधी घण्टा जति बस्नु पर्ने हुन्छ पानीमा। अनि किनकि यो खासरी म चाहिँ स्कुलमा हामी हिजो गएको थियौँ हाम्रो योगा थियो अनि सरहरू यसो सिकाउनु भएको थियो अनि च्यालेन्ज भयो कि यसो डिस्कस भयो को बिनै खोलामा 5 बजे बिहानै आधी घण्टा बस्न सक्छ भनेको म त सट्टै उठाएको थिएँ। अनि 3-4 जना अझै सरहरू अनि दुईटा अनि उहाँहरू पनि उठाउनु भयो हाम्रो टिचरहरू पनि जो आउनु थियो बाहिरबाट। अनि अहिले भन्नुभएको थियो के अरे बिनै खोलामा भेटौँला भन्नुभएको थियो 5 बजे। यहाँ हामी कति बजे अघि चाहिँ टाइम हेर्नुभयो के अरे अहिले चाहिँ 4:44 भयो। यहाँ देख्न सक्नुहुन्छ पुरै राम्रोसँग। अनि अब चाहिँ मलाई कपडा निकाल्नु पर्ने हुन्छ र मेरो साथी पनि मसँग साथ दिन्छन्। अनि हामी चाहिँ दुईटै जना अब आधी घण्टा जति बसौँला हैन। अनि मलाई चाहिँ फिल भयो लास्टै चिसो भएर फाइनली गाइस हामी चाहिँ यहाँ पानीमा हेरेर छ नि भिडियोमा। सो मा कसम I can't do it. लास्ट इस भैया सबसे दिला दो। आधी घंटा जति टाइम छ हामीसँग आधी घण्टामा गंगा मैया हामीलाई सक्सेस दिलाइदिनु। उई कोही लगता भी नहीं थे भगवान है। कुछ टाइम हेरेन म मोबाइल लिएर आउने गाइस एकछिन। स्टेज पर पनि डेली आउने हो हैन तर आज A few moments later. हामी चाहिँ नुहाएर हैन टक्क आधी घण्टा त्यही बरु 1-2 मिनट कमै होला हैन तर हामी बस्यो हैन। अब मजा एकछिन भयो अनि सुरुमा त लास्ट फिल भयो चिसो त्यसपछि अलि गर्दै गयो हामी महसुस गर्दै गयौँ कि हाम्रो गाडी आएको छ यो छ भन्दै गर्दा बस्यो हैन रमाइयो एकछिन मजा इन्जोय भयो हैन। माइन्ड पनि अहिले फ्रेस भयो। अहिले बाहिर निकल्दा हैन कपडा सबै लाउँदा लास्ट अलि चिसो भइरहेको। सो अब चाहिँ हामीले घर जानु पर्ने हुन्छ किनकि अब घर मेरो पनि अलिअलि काम छ भैँसीलाई कुडा सुडा खिलाउनु पर्छ। त्यसपछि स्कुल जाने आज 7 बजे जाने हो। सो स्कुलमा आज यस्तै हाम्रो साथी छ यस्तै चाचो हाँसेर बस्छ। सो हजुरलाई सब हेराइदिन्छौँ। सो आजको ब्लग लास्टै निकै राम्रो हुनेवाला छ र लास्टै मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गरिदिनु होला किनकि हजुरको सपोर्ट भएको अलि बनाउनु हामीलाई भिडियो पनि बनाउनु अलिक खतरनाक बवाल बनाउनु होइन अलि मजा आउँछ। सो सपोर्ट चाहिँ सधैँ गरिराख्नु हजुरको माया अलि मिलिरह मलाई पनि थाहा गर्नुभयो जतिजना। अनि आफ्नो दाइ दिदीहरू होइन सेयर गरिदिनु होला एकछिन भन्छु। हामीलाई चाहिँ जानुपर्ने हुन्छ। 2 hours later. सो फाइनली गाइज हामी चाहिँ अब होइन साथी र म नुहाएर हजुर हेर्नुभयो के अरे नुहाएर यसो टक्क घर आयौँ। अनि घर आएपछि त्यसपछि भैँसीको कुडा दिन थियो तताएर दिएँ। अनि त्यसपछि फेरि एकछिन ब्रुस गर्दा अनि त्यसपछि नुहाएँ धारामा आएर किनकि अब आधी जान्छ भिजिन्छ आधी चाहिँ राख्ने थियो माथि गन पुरै यसो टक्क भएर नुहाएँ अनि टक्क भएर अनि त्यसपछि बाख्रालाई पनि कुडा दिनुपर्ने भयो थियो अनि कुडा सुडा दिएर अनि अहिले चाहिँ म चाहिँ घुमिरहेको छु हैन। म कहाँ गइरहेको छु हजुरलाई थाहा छैन तर यसो थाहा पाइहाल्नुहुन्छ भर्खर। अनि अहिले चाहिँ म गइरहेको छु कहाँ भने
म गइरहेको छु बगैँचा न जो चोकमा मतलब हाम्रो भैँसी छ अब दुध दिन्छ न त्यतिखेर नि म त गाई जतिखेर नि भन्छ यार साँझ बिहान दिन्छ न साँझको चाहिँ दुध घरि खान्छौँ अनि बिहान त्यो चाहिँ दुध चाहिँ अब लग्छौँ न डेरीमा अनि यहाँ देख्न सक्नुहुन्छ सिनहरू त देख्न सक्नुहुन्छ के अरे यही हो होइन गाउँको सिन भनेको यही हो अब सहरमा त हामी बस्दैनौँ के अरे होइन नत्र सहर इलाका भनेको खतरनाक हुन्छ तर सबभन्दा बेस्ट भनेको गाउँकै हो अनि हजुर कहाँ कहाँदेखिबाट देख्नुहुन्छ होइन यो ब्लग सो कमेन्ट गरेर चाहिँ नबिर्स्नु होला हजुर लास्ट कमेन्ट पनि गर्न कति अल्छी हो कि कसमा अल्छी नगर्नु नि यस्तो हजुरको भन्छु कि हजुर कमेन्ट गरिदिनु कि कमेन्ट टक्क एउटा मिठो प्यारो कमेन्ट गरिदिनु यार के ये बड़ी अच्छी बात कही आप के हुन्छ होइन अब मलाई चाहिँ जाने पनि हुन्छ छिटो छिटो अनि मेरो हात पनि दुखेछ किनकि म सेल्फी स्टिक लगाएन अनि अब त्यसपछि चोकमा गएर भेटौँ ल सो फाइनली गाइस म चाहिँ अब चोकमा आइसकेको छु यहाँ देख्न सक्नुहुन्छ पुरै आज चाहिँ पुरै बन्द हो किनकि आज शुक्रबार अनि यता चाहिँ शुक्रबार जहिले नि बन्द हुन्छ पसलहरू सो मेडिकलहरू मात्र खुल्छ न अनि म चाहिँ यस्तो डेरीको नजिक आइसकेको छु यहाँ देख्न सक्नुहुन्छ पुरै खतरनाक एन्ड बवाल अनि मेरो मोबाइलमा चाहिँ यसो होइन अब आइफोन त होइन के अरे कि अलि राम्रो बेटर क्यामेरा आउँछ के अरे सो त्यही भएर अलि नराम्रो पनि हेरिन्छ अनि पुरै कुहिरेले गर्दा अलि सिन चाहिँ मजाको पाराले हेरेन अनि फाइनली म चाहिँ यहाँ आइसकेको छु डेरीमा अब चाहिँ यहाँ चाहिँ दुध राख्नुपर्ने हुन्छ टक्क म चाहिँ अब दुध चाहिँ यसो राखिसकेँ अब दिइसकेँ अब यहाँ खाली भयो अब मलाई चाहिँ स्कुलमा जानुपर्ने हुन्छ यसो के भइरहेछ यसो हेरेर त्यसपछि बल्ल फ्रेस लगाएर स्कुलमा त्यसपछि जाने अनि मैले चाहिँ उताबाट धुप आएर मेरो फेस पनि अलिक कालो पनि हेरेको होला त्यसको लागि जालिसिन न त्यसको हजुरलाई बुझिदिनुहुन्छ होला अनि यहाँ चाहिँ पुरै देख्न सक्नुहुन्छ यही हाम्रो चोक ब्लगिङ गर्दैछु यहाँ पुरै खतरनाक एन्ड पावर स्कुल बस हो मलाई चाहिँ अब स्कुलतिर जानुपर्ने हुन्छ किनकि यसो थाहा पाउनुपर्छ कि अझ ड्रेस लगाएर आऊँ कि नआराम भनेर सरहरूसँग यसो भेट गर्थेँ मुलाकात हो गई के भयो योगा भयो हुँदैछ त्यसो जानु परेको म पनि हिँड्छु म त छुट्टी हामी त 5 बजे गएको न आउन त भएन भिडियो बनाइदिएछु म त एक बार दिला दे हो अब हामी चाहिँ अब त्यता स्कुलमा भएन होइन अब चाहिँ अर्को स्कुलमा गइरहेको छ हाम्रो 2टा स्कुल छ पसलहरू बन्द ओह यार ये कितनी औसम है यार ल गाइस अब यसको लागि त लाइक शेयर सब्सक्राइब गरिदिनु पर्यो होइन अब यस्तो मिठो मिठो आउट ड्रेसमा चाहिँ म गाली खान्छु यो दुध छुन आएको थिएँ कि म खास गरी बिहानै आउँथेँ अनि फेरि आएँ एउटा यस्तो जर्किन छोडेको थिएँ अनि पसल नै बन्द छ अनि फेरि घर गएँ फेरि लिएर आएँ यस्तो झाला सो गाइस साउन्ड चाहिँ सुन्न सक्नुहुन्छ एकदम खतरनाक पावर हिजो त हामी योगा गर्दा कति हाँसेको है हामी गरेको थियौँ सो गाइस यहाँ चाहिँ हाम्रो सरहरू आउनु भयो होइन यसो योगा रोक न मलाई कस्तो नकुरेको यार ल फाइनली हामी चाहिँ आइसक्यौँ होइन यसो दुध छोडेर पनि टक्क अब मलाई चाहिँ यहाँ बस्नु पर्ने हुन्छ किनकि यहाँ देख्न सक्नुहुन्छ खतरनाक मोबाइल
3 hours later. योगा सुगा गऱ्यो होइन उताको अनि मर्निङ चाहिँ अनि मर्निङ चाहिँ भ्यायो होइन अब चाहिँ स्कुलमा त्यता हेराउन मिल्दैन किनकि मोबाइल योगा गर्दा मोबाइल चाहिँ चलाउन मिल्दैन हेराउट थिएन त्यही भएर मैले चाहिँ हेराएन अनि यस्तै पढामा चाहिँ अनि हामी चाहिँ अब स्कुलमा यहाँ बसेर यहाँ एक्साइटेड खालको हेरेर होइन अब एकछिनपछि हामी बाहिर जाने हो त्यसपछि टक्क हुन्छ रमाइलो छ आज खाना खाइकन बस्ने होइन हाम्रो उपवास छ सो अब भिडियोमा बन्दै गर्नु होला भिडियो स्किप नगर्दै यसको टक्क लाइक सेयर सब्सक्राइब गर्नु होला अनि आफ्नो कमेन्ट चाहिँ यसो नर्मली कमेन्ट चाहियो मेरो टिकटकमा फलो गर्नु है किसने खाई मिरावन के भन्दै कस्तो आयो सो फाइनली गाइस झन् अब चाहिँ त्यो योगा सोगा भ्यायो होइन भोलि 8 बजी जाने अरे अनि आज चाहिँ त्यता चाहिँ हेराउन मिल्दैन किनकि उहाँहरू आफै भन्नुभएको थियो रुलहरू फ्लो गर्नुपर्ने थियो अनि मैले मोबाइल स्विच अफ गरिदिने यताउति डिस्टर्ब नै आफूलाई टाइम दिने भन्नुभएको थियो हामी त्यही गर्थ्यौँ अनि हाम्रो ब्याङ्कबाट फोन पनि आएको थियो 6-7 चोटि आयो अनि म चाहिँ उठाएन होइन अब यसो अब त्यत्रो मान्छेमा म चाहिँ उठायो भने अलिक अर्कै हुन्छ होइन त्यही भएर म पनि उठाएन अब घरको मान्छे पहिले गएपछि के हुन्छ अनि रियाक्सन नै अर्कै होला अब टेन्सन छैन आफ्नो बिन्दास आफ्नो पाराकै अहिले आज चाहिँ केही सिक्छ होइन प्लास्टिक ज्ञान छ सो म चाहिँ जति सिकेछु म हजुरलाई पछि म त्यो दिन सक्छु सो राम्रै छ एकदम गुड एक्सिलेन्ट सो अहिले चाहिँ म घर जान लाग्यो होइन आफ्नो घरतिर म चाहिँ आफ्नो घरतिर अनि देख्नु भएको अरे बाटो अनि मलाई चाहिँ पुग्नलाई 5 मिनट जति लाग्छ सो म चाहिँ खुरखुर हिँड्छु अनि मेरो ब्लगमा अलि कता हजुरलाई मिस्टेक बोलेन यताउति भयो होला त्यसको लागि त्यो छोरी होइन छोरी अनि अब के गर्ने यस्तै हो उही कति दामी रोक नचाउ त एउटा नचाउ न गाइज हामी सानो हुँदा होइन यस्तै खेल्थ्यौँ अब चाहिँ खेलिन्न फाइनली गाइज म चाहिँ घर आएँ होइन घर आएपछि टक्क ड्रेसहरू निकालेँ त्यसपछि खाना खाएर अब चाहिँ मलाई घाँस काट्ने पनि हुन्छ अनि चाहिँ म चाहिँ अब आफ्नो खेतमा आइसकेको छु फाइनली अनि यहाँनिर चाहिँ मेरो घाँसहरू चाहिँ देख्नु सक्नुहुन्छ पुरै खतरनाक एन्ड बवाल हरियो होइन यस्तै दामी अब मैले चाहिँ यति यो पुरै काट्न पनि हुन्छ उतासम्म 1 बोरासम्म एक बारी चाहिँ पुगाउनुपर्छ जस्तो नि किनकि नभए पनि घाँस चाहिँ राति नपुग्यो भने मसीले दुधै दिन्न यस्तो फटामा मूर्ख छ फ्रेस पनि हो त्यसलाई खान दिन को बल्ल दिन्छ होइन मलाई चाहिँ अब काट्नुपर्छ घाँस त्यसपछि काटे जस्तो बोलौँला नत्र मसँग अहिले सेल्फी स्टिक कोही छैन होइन अब मलाई छिटो काट्नुपर्छ अनि घाम पनि लाहा अनि कालो मान्छे झन् कालो हुन्छ सो मलाई चाहिँ छिटो काट्नु पऱ्यो सो त्यतिखेर एकछिन रोक्नु होइन त्यसपछि कुरा गरौँला अनि आज बल पनि खेल्न जानु छ उता पनि जाम्ला